जसले जे भने पनि मलाई केही असर गर्दैन किनभने 2 थाल भात खाएर यो शरीरलाई त असरै गरे छैन भने हजुरहरुको कुराले के असर गर्थ्यो है साथीहरु। स्वागत छ मेरो मिनी भ्लगमा। अनि आज चाहिँ बहिनीले बनाएको चटपटे खाँदै छु। एकदमै मिठो 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 छ के साथीहरु। अनि के साथीहरु आज भोलि म झन पछि झन राम्री भएको छु नि भनेर भन्दैन किनभने यो क्यामेराको कमाल हो। त्यसपछि हामी चाहिँ जिम्मीलाई ठुनेर आशा दिदीको पार्लरमा गयौं ट्रेडिङ गर्न। अरु ब्युटी पार्लरमा त जानै हुन्न के साथीहरु, ट्रेडिङ नै बिगार्दिन्छन् कि। आशा दिदीले राम्रो गर्नुहुन्छ अनि एकजना 4 नम्बरको गर्नुहुन्छ अनि एकजना बुटलको एकदमै राम्रो गर्दिनुहुन्छ के। यसो माइत आएको बेला म चाहिँ मौकाको फाइदा उठाइहाले। तपाईहरु पनि आउनु होला नजिकको साथीहरु। अरु किन नभए पनि ट्रेडिङ गरिसकेपछि मेरो खुसी बेग्लै हुन्छ के किनभने आशा दिदीले एकदमै राम्रो गर्दिनु भयो अनि म चाहिँ खुसी हुँदै घरतिर फर्किए। सो फाइनली देख्न सक्नुहुन्छ मेरो लुक्स। अनि मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानल सब्स्क्राइब गर्न नभुल्नु है त। टाटा बाइ बाइ।